बस्ने होला, कहाँ जाने होला। साउजू यहाँ रुम पाइन्छ होला तपाईँको घरमा? रुमसुम पाउँदैन भाइ। साँझ पनि पढिसक्यो, यसो मन्दिरतिर जानु पर्यो। सायद आज बाँच्न मेरो यहीँ होला जस्तो छ। के गर्नु, यस्तै छ हामी गरिबको जिन्दगी। हे भगवान्, आज त रुम पाए पनि हुन्थ्यो। रुम पाइन्छ होला? रुम चाहिएको थियो। रुम त यही हो, तर बस्ने भाइले चाहिँ रुम छोड्नु भएको छ। अब उहाँको सामान छेर अनि हजुर बस्दा हुन्छ नि। हेलो सर, नमस्ते हजुर। नमस्ते, भित्र बस्नुहोस्। भगवान्, यो काम चाहिँ मिलोस् है, जसरी पनि मिलोस्। ए सर, यहाँ काम खाली रहेछ यस्तो बुझ्न आएको मैले। तपाईँको डकुमेन्ट दिनुहोस् त। भाइको डकुमेन्ट चाहिँ राम्रै रहेछ। अब के गर्ने भाइ, काठमाडौँ ठाउँ हो, जागिर यस्तो हुनुपर्छ। अब मुद्दा जानु पनि अब अहिले पैसै हो, त्यही भए है। अब यो चाहिँ भयो भने जागिर गर्नुपर्छ। अब सर, बाहिरतिर त भ्याकेन्सी त पुरै खाली रहेछ है, अब पैसा पनि लाग्दैन होला भन्ने मनमा लागेको थियो। तर भित्र आएपछि यस्तो रहेछ, मलाई थाहा थिएन सर। अब के गरौँ त म? अब के गर्ने भाइ, काठमाडौँ सहर हो, अहिले पैसा पनि केही चल्दैन। त्यो त अघि मैले भन्नु, टोइलेट जानु त पैसा लाग्छ अहिले। यस्तै भाइ, अब त्यो भयो भने चाहिँ सरी होइन भाइ। कस्तो सर, अब ठिकै छ। अब जान्छु नि म, पछितिर अब बुझेर आउँछु, मिल्यो भने है सर। सर नमस्ते सर। हस् भाइ, भयो भने। यो संसार पुरै स्वार्थले भरिएको रहेछ। साउजी यहाँ चिया पाइन्छ होला? छ, एकछिन बस्दै गर्नु होला। साउजी मलाई एक कप चिया दिनुहोस् न, ब्ल्याक टी है। भाइ, चिया लिनु होला। हुन्छ सर।
चियाको पैसा कति भयो होला? तपाईँको 15 रुपियाँ भयो। सौजी मसँग 10 रुपियाँ मात्र छ त मसँग त। अहिलेको जमानामा 10 रुपियाँले चिया आउँछ भाइ? के कुरा गरे त्यस्तो? सौजी यति दिनु न, अहिले मगा छैन, के गर्नु त हजुर? बिहान बिहानै बोल्ने टाइममा कस्तो खालको मान्छे आउँछ कहिले जा। पंद्रह रुपये अरे निकल क्या यार भाई क्या कोई दफा भाइ तपाईँ कहाँ जानु भएको थियो? यत्रो 3-4 महिना भइसक्यो, रुमको भाडा त दिनु पर्यो नि। ए सौजी म त काम खोज्दा खोज्दा होइन, कामै पाएको छैन। काम तपाईँको काम त अब हामीलाई के मन्तव्य भएन भनेर रुमको भाडा दिनु पर्यो, रुममा बसेपछि होइन र? सौजी म दिन्छु नि त, एक हप्तामा तपाईँलाई दिन्छु नि पैसा है। एक हप्ता चाहिँ भएन भाइ, यत्रो 2-3 महिना भइसक्यो, हाम्रो पनि यहाँ घर चलाउनुबाट खर्च त हुन्छ नि। त्यही भएर रुमको भाडा त अब दिनु पर्यो, यत्रो 2-3 महिना भइसक्यो हेर्नु। हस् सौजी हुन्छ, म दिन्छु नि त पैसा, म दिन्छु नि है। अब घरमा पनि हेर्नु नै अलिक प्रब्लम नै भइरहेछ, यो रुमको भाडा चाहिँ अलिक छिटै गरिदिनुहोस् न। हस् सौजी हुन्छ। ला चामल पनि सकेछ। अब पानी तताएर खानु पर्यो। ग्यास पनि सकेछ त। होइन, यो कस्तो दुःख आएको म माथि, भगवान्। हेलो छोरा, तिमी कहाँ छौ? घरमा मान्छे त्यो ऋण दिनुपर्ने मान्छे साउ आएकै छ, के गर्ने होला? मलाई त धेरै समस्या भयो। तिमी गएको पनि 2-3 महिना भइसक्यो, खोइ खर्च पनि अलिअलि पठाउनु भएन। अलिअलि खर्च पठाइदिनु नि छोरा, एकदम गाह्रो भयो मलाई त, धेरै समस्या भयो। मान्छेको तिर्नुपर्ने मान्छे धेरै घरमा आएको छ, अलिअलि भयो पठाइदिनु नि छोरा। हस् हुन्छ मम्मी, हुन्छ हुन्छ, म यताउता म्यानेज गर्छु अनि तपाईँलाई पठाउँछु नि है। हुन्छ हुन्छ, हस् हुन्छ। कसको फोन आएछ? बहिनीको फोन आएछ। हेलो दाइ, कलेजमा फी तिर्नुपर्ने, तिरेन भने इक्जामै दिन पाउँदैन। कलेजको फी के भने? हजुर हुन्छ हुन्छ बहिनी, म हेर्छु नि है। ल हुन्छ हुन्छ, हस् हस् दाइ। कलेजमा फी तिर्नुपर्ने, तिरेन भने इक्जामै दिन पाउँदैन। यत्रो 3-4 महिना भइसक्यो, रुमको भाडा त दिनु पर्यो नि।
कस्तो कर्म मेरो यो मलाई माफ गरिदेऊ है आमा मलाई धेरै माया गर्ने मेरो बहिनी मलाई माफ गरिदेऊ है मेरी बहिनी मेरो जस्तो जिन्दगीमा कसैको पनि नहोस् भगवान् कहाँ रहेछ त यो स्वार्थी दुनियाँमा यो भगवान् भन्ने चिज मैले कहीँ पनि भेटेन भगवान् नमस्ते सबैजनालाई तपाईँहरूले चाहिँ हामीले भिडियो प्रस्तुत गरेका छौँ यो भिडियो चाहिँ विशेष गरी भन्नुपर्दाखेरि चाहिँ हाम्रो यो चाहिँ एउटा रियालिटी हाम्रो उत्तम लामा भान्साको चाहिँ एउटा वास्तविक कथामा चाहिँ आधारित रहेको छ उहाँकै स्क्रिप्ट अनुसार चाहिँ हामीले यो हामी देखाउन खोजिरहेको छौँ तपाईँहरूले चाहिँ कस्तो लाग्छ यो पात्रहरू जति पनि हुनुहुन्छ भित्रमा हाम्रो उहाँले रोल गर्नुभएको छ उहाँ सम्पूर्ण पात्रहरू चाहिँ एकदमै मनसभा भएको हाम्रो साथीभाइहरू हुनुहुन्छ उहाँहरू सम्पूर्ण तपाईँहरूले चाहिँ नेगेटिभ नसोच्नु होला भन्न चाहन्छु तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ तपाईँहरूले प्रतिक्रिया गर्नुहोला तपाईँको हामी आशा गर्छौँ अपेक्षा गर्छौँ र आगामी हप्ता पनि तपाईँको माझमा हामीले यस्तै कथाहरू तपाईँको माझमा ल्याउने भाषा भन्न चाहन्छु हवस् त भिडियोलाई तपाईँले साथ सपोर्ट गर्नु होला भन्न चाहन्छु हवस् त नमस्ते